एक्लै आउँदाखेरि जनताले विश्वास गर्दैन। सबै एक ठाउँमा उभिएर आएको देखेपछि ल अब परिवर्तन हुन्छ भन्ने विश्वास जनतामा हुन्छ र जनताको सहभागिता तीव्र रूपले बढेर जान्छ। यो वास्तविकतालाई बुझेर त्यस्तो साझा मोर्चा र एकताको निमित्त हामीले उदारतापूर्वक कुनै स्वार्थ नराखिकन प्रयास गरिराखेका छौँ। म अत्यन्तै आशावादी छु कि चाँडै नै त्यस्तो मोर्चाको निर्माण हुनेछ। समयको पनि हामीसँग पाबन्दी छ। नेपालको मौसमी अवस्थाले गर्दा बर्खा लाग्नुभन्दा अगाडि नै हामीले निर्णायक सङ्घर्षमा जानुपर्ने आवश्यकता छ।